यहाँको चाहिँ ठ्याक्क म यता पछाडिको दृश्यहरू तपाईँहरूलाई देखाइदिन्छु म हैन। पछाडिको दृश्यहरू चाहिँ यस्तो छ है यहाँको। ल ठ्याक्क लाएर यस्तो छ सर्र हैन। अनि यता चाहिँ मान्छेहरू ट्याक्क इभिनिङमा चाहिँ वकिङ गर्ने ठाउँ हो हैन। यहाँ चाहिँ यस्तो प्रकारको यो पानीको छाल यहाँको दृश्य चाहिँ यस्तो छ हैन। ल अब सर्र लाएर अब उतै जाउँ हैन। यो छोटोवाला मेट्रो के गर्नु अब यस्तो छ, देखाउनै पर्यो है। कत्रो बढेमा यहाँ साँडे। यो खजुरको बोट भन्छ है यहाँको स्पेसल। ओहो यहाँ मेरो मित पनि रहेछ त। ल यो चाहिँ मेरो मित हो है। ल हेर्नु होला सेम म जस्तै छ है। ल नाक साग हैन। गजब। ल है त अब मेन दृश्य चाहिँ यस्तो छ है त। ल तर यहाँ लाइट नआएला चाहिँ अलिक खास चाहिँ हुँदैन रहेछ। बालुवाहरू फेरि ओहो ल हेर्नुहोस् त। यहाँ एकदम रेस्लिङ खेल्ने अनि ठ्याक्क समुद्रमा जाने हाम फाल्ने त्यस्तो खालको रहेछ है खासमा चाहिँ यहाँको केस। तर बत्ती नै बल्यो नि त्यहाँको हैन। ल ठिक छ। ल अब एकछिनमा फेरि तपाईँहरूलाई अर्को ठाउँमा गएर फेरि अर्को मोमेन्ट देखाइहाल्नेछु। ल सबैजनालाई नमस्ते। आज एकदम धेरै दिनपछि चाहिँ म एउटा छोटो मिनी भ्लग भनौँ हैन। किन भन्दा खासै लामो हुँदैन होला यो सायद। र आज चाहिँ मैले चाहिँ पाम जुमेरा भिजिट गर्ने प्लान गरेँ। अब अलिकता गर्मीको समय हैन, तर इभिनिङ टाइममा निस्किन्छु भन्दा अलिकता ढिला भइसक्यो। र मेट्रो चढेर अनि त्यो मेट्रोको भाइ चढेर ठ्याक्कै म चाहिँ अहिले यहाँ पाम जुमेराको साइडमा आइसकेको छु। अब यहाँको दृश्यहरू यस्तो छ हैन। अब यो के भन्छ, यो चाहिँ यो भाइ हो कि मेट्रोको पनि भाइ के कान्छा भाइ। यसको यात्रा गरेर अब यहाँसम्म आइयो। हेरौँ अब अलिकता अगाडि जाउँ के कस्तो हुन्छ। अब सबै चिजहरू म तपाईँहरूलाई देखाइ नै हाल्नेछु। तर तपाईँहरूले भिडियोलाई चाहिँ अन्तिमसम्म हेर्नु पर्यो। सुरुदेखि अन्तिमसम्म हेरेर के छ कस्तो छ हैन सबै चिजहरू तपाईँहरूले कमेन्ट मार्फत बताइदिनु होला, ताकि मलाई नेक्स्ट भिडियो बनाउनको लागि एउटा इनर्जी एउटा ऊर्जा मिल्नेछ भन्दै अलिकता अगाडि गएर म तपाईँहरूलाई सम्पूर्ण चिजहरू सारांशमा देखाउने छु। ल अहिलेलाई बाई। र मेट्रोबाट झर्ने बित्तिकै चाहिँ यस्तो खालको सिनहरू छ हैन। अब यो इभिनिङको समयमा हैन एकदमै राम्रो छ यहाँको भ्युजहरू चाहिँ। तर पनि यस्तो खालको छ हैन। फुलहरू दामी के। अब यस्तो यो हाम्रो गाउँठाउँमा नि हुन्छ यस्तो खालको फुल हैन। अनि यहाँ पनि छ यस्तो दामी हैन। वाउ। अब हेरौँ अगाडि बढ्दैछु म। अब के कस्तो हुन्छ सबै चिजहरू म तपाईँहरूलाई सारांशमा देखाइ नै हाल्नेछु। र भिडियो हेरेर इन्जोय गर्नु होला। अब अलिकता हिँड्न पर्ने रहेछ है। यहाँ म पनि अलिकता कन्फ्युज भएँ यहाँ बाटोमा, त्यही भएर अलिकता दुःख पाइयो। के गर्नु त अब एट द फर्स्ट टाइमै भन्नुपर्छ मेरो यहाँ त्यही भएर चाहिँ अलिकता कन्फ्युज भएँ म हैन। तर पनि जाँदैछु। अब खासै टाढा छैन। अब 2 मिनट जति लगभग हिँडिसकेपछि मेन ठाउँमा पुगिन्छ। अनि त्यसपछि फेरि त्यहाँको हरेक चिजहरूलाई म देखाइहाल्छु। अब यस्तो खालको बिल्डिङहरू छ है। कति माया लाग्दो बिल्डिङहरू छ, कति आनन्दको हैन। ल ठिक छ। अब एकछिन धैर्य गर्नु होला। म फेरि भिडियोलाई कन्टिन्यू गर्ने नै छु। यो छोटोवाला मेट्रो के गर्नु अब यस्तो छ, देखाउनै पर्यो है। कत्रो बढेमा यहाँ साँडे। यहाँ चाहिँ यस्तो प्रकारको यो पानीको छाल यहाँको दृश्य चाहिँ यस्तो छ हैन। ल अब सर्र लाएर अब उतै जाउँ हैन। धेरै चिजहरू यहाँ देखाउनु पर्ने छ। अब के गर्नु अब यहाँ अलिकता बाटोमा अलिकता कन्फ्युज भएर चाहिँ अलिकता गाह्रो पर्यो। तर पनि ठिक छ। अब गन्तव्यमा त पुग्नै पर्यो हैन। ल ठिक छ। अब यता हरियाली पुरै गजब छ। ल र फाइनल्ली म चाहिँ यो ठ्याक्कै के भन्छ समुद्रको छेउछाउमा आइसकेको छु है। अलिकता बाटो नचिनेको
हुनाले चाहिँ अलिकता समस्या भयो, अलिकता ढिला भयो, तर पनि फाइनल्ली आइसकेको छु हैन। यहाँको दृश्य चाहिँ अब एकदमै मजाको छ हैन। म तपाईँहरूलाई हल्का क्यामेरा पनि घुमाएर देखाइदिन्छु सबै सम्पूर्ण चिज हैन। म चाहिँ ठ्याक्कै यो छेउमा छु। एकदमै इन्ट्रेस्टिङ छ यहाँ, एकदमै इभिनिङको वातावरण चाहिँ बाफरे मलाई एकदमै मजा लाग्यो हैन। अनि जे होस् अलिकता ढिला भयो हैन, तर पनि ढिलै भए पनि के गर्नु त, अब भिडियो त बनाउनै पर्यो हैन। यत्रो दुःख गरेर आइयो, अब भिडियो सिडियो बनाउनु पर्यो। अब यहाँको चाहिँ ठ्याक्क म यता पछाडिको दृश्यहरू तपाईँहरूलाई देखाइदिन्छु म हैन। पछाडिको दृश्यहरू चाहिँ यस्तो छ है यहाँको। ल ठ्याक्क लाएर यस्तो छ सर्र हैन। अनि यता चाहिँ मान्छेहरू ट्याक्क इभिनिङमा चाहिँ वकिङ गर्ने ठाउँ हो हैन। एकदम ब्युटिफुल मलाई त लास्टै मन पर्यो हैन। तर अचम्म छ यता अब यो पानीको अलिकति डर लाग्दै छ हैन। यता चाहिँ अलिकति सतर्क पनि हुनुपर्छ। तर रियली ब्युटिफुल है। हवाईजहाज पनि जाँदैछ, जुम गरेर देखाइन्छ त हल्का। ल आकाशमा पनि तपाईँहरू देख्न सक्नुहुन्छ सर्र जाँदैछ है। ल यही हो यहाँको चाहिँ मेन दृश्य चाहिँ यस्तै छ हैन। अब यो चाहिँ अब एक दिन यो चढ्नुपर्छ। आज अलिकति ढिला भयो, अब आज चढ्नलाई त्यस्तै छ। किन भन्दा अब रातको सिन त्यस्तो अलि मजा हुँदैन कि दिनमा जस्तो। एक दिन आउँछु यो चढ्नलाई। यो ठुल्ठुलो हतियारहरू, यो हतियारहरू फेरि अचम्मको छ है। म तपाईँहरूलाई जुम गरेर देखाइन्छु है त। ल हेर्नुहोस्, ओहो डरलाग्दो छ है यहाँको हतियारहरू। फेरि यस्तो खालको छ है दृश्य। ल हेर्नुहोस्, अब यहाँ माछा कति छ। अब माछाहरू एकदम जुम हानेर देखाउँछ है त। माछा छ हैन भित्रभित्र, तर अहिले चाहिँ अलिक भित्रभित्रै होला सायद। यस्तो छ यहाँ पुरै बिल्डिङहरू बन्ने क्रम जारी छ हैन। अलिकति रात पऱ्यो के, रात पऱ्यो साँझ भयो, के गर्नु अब। आउँदा आउँदै बाटा नचिनेर अलि ढिला भयो। त्यो उत्ताको हेर्नुहोस् कस्तो दामी छ है, त्यो गोलवाला के। यस्तै छ है यहाँको चाहिँ। ल है त अब मेन दृश्य चाहिँ यस्तो छ है त। ल तर यहाँ लाइट नआए बेला चाहिँ अलिक खास चाहिँ हुँदैन रहेछ। तर त्यो लाइट बलेको बेलामा चाहिँ एकदमै राम्रो हुन्छ है। ल तर निकै अचम्मै खालको छ है यो पनि। तर लाइटै बोलेन अहिले त यार। अब यस्तो छ है यहाँ चाहिँ। ल यो पुरै यो बालुवामा यहाँ उफ्रिने ठाउँ है यो चाहिँ। पुरा यहाँ मजाले उफ्रिने, अनि त्यहाँ तल पानीमा जाने, जाममै हाम फाल्ने, त्यस्तो खालको छ। ल मान्छेहरू चाहिँ अब रातमा पनि यस्तो के, मान्छेहरू सुत्दैन रहेछ नि। रातमा पनि यस्तो हैन। कोही पिङ खेलिरहेछ, कोही छ, कोही के छ। अब यता फेरि झिलिमिली हैन, त्यहाँ फेरि नाइट क्लब रहेछ। ल अब बिल्डिङहरू त अब यस्तो खालको छ है। ल अब बिल्डिङहरू पनि अमेजिङ नै छ है। ल लगभग अब यस्तै छ यहाँको चाहिँ दृश्यहरू। अब म चाहिँ अलिकति अगाडि जाने कुरो भइरहेछ हैन। बालुवाहरू फेरि ओहो ल हेर्नुहोस् त। यहाँ एकदम रेस्लिङ खेल्ने अनि ठ्याक्क समुद्रमा जाने, हाम फाल्ने, त्यस्तो खालको रहेछ है खासमा चाहिँ यहाँको केस। तर बत्ती नै बल्दैन त्यहाँको हैन। ल ठिक छ। ल अब एकछिनमा फेरि तपाईँहरूलाई अर्को ठाउँमा गएर फेरि अर्को मोमेन्ट देखाइहाल्नेछु। ल कस्तो मजाले नाच्यो हेर्नु। अब यताको नाइटको इभिनिङको दृश्य चाहिँ यस्तो छ है। ल एकदमै मजा, एकदमै गजब हैन। विभिन्न प्रकारका मान्छेहरू, यो छुट्टै खालको मजा हुँदो रहेछ। ल तपाईँहरू पनि यसो आउनुहोस् है। अब तपाईँहरू कहीँ कतै नहिँड्ने भन्नुहुन्छ, अलिकति हिँड्नुपर्छ कि कहिले कसो। अब मान्छेहरू कहाँदेखि अब यहाँ यो ठाउँको लागि भनेर चाहिँ आइरहेको हुन्छ। अब तपाईँहरू दुबई बसेर पनि यस्तो अलिकता नहिँड्ने बानीले चाहिँ अलिकता
बर्बादै बनाउँछ है। यहाँ फेरि अचम्म छ ल, हेर्नुहोस् यो के हो यो रगरग। ओहो हो चल्या पनि छ, मान्छे पनि रहेछ त ल। यहाँको चाहिँ यस्तो छ है दृश्यहरू ल, सर्र है यस्तो प्रकारको छ भ्युजहरू चाहिँ। तर एकदमै नाइटमा चाहिँ नाइटमै रहेछ कि यहाँ आउने। अब हामी चाहिँ आउँदा आउँदा अलिकता ढिला भयो होइन, त्यही भएर अलिकता नाइट हुन पुग्यो। तर खासमा आउने चाहिँ यतिखेर नै रहेछ कि, तर एकदमै राम्रो लाग्यो मलाई चाहिँ, एकदम बेस्ट नै लाग्यो होइन। यता चाहिँ अब रेस्टुरेन्टहरू, तर त्यो के हो त्यहाँ खेल्ने ठाउँ अचम्म रहेछ फेरि, त्यहाँ घुम्ने ठाउँ होइन। एकदमै भेरी नाइस होइन, एकदमै ब्युटिफुल प्लेस यस्तो छ है। अब तपाईँहरू फेरि कन्फ्युज हुनु होला, यो हो पाम जुमेरा ल, यसलाई चाहिँ पाम जुमेरा भनिँदो रहेछ। रुखहरू पनि ल यस्तो प्रकारको छ है यहाँ फेरि ल। त्यो खजुरको बोट भन्छ है यहाँको स्पेसल। ओहो यहाँ मेरो मित पनि रहेछ त ल, यो चाहिँ मेरो मित हो है ल, हेर्नु होला सेम म जस्तै छ है ल, नाक साग होइन। गजब छ गजब ल। अलिकता अब तपाईँहरूलाई अब ल यस्तो खालको छ है, देखिहाल्नु भयो होला तपाईँहरूले। अब कम्प्लिट रूपमा भिडियो चाहिँ हेर्नु पऱ्यो है तपाईँहरूले, फुल सुरुदेखि अन्तिमसम्म भिडियो हेरेर चाहिँ अब के छ कस्तो छ होइन। अब सबै चिजहरू मैले देखाइरहेको छु त विस्तृत रूपमा होइन। तपाईँहरू घरमै बसेर पनि त ल यस्तो रहेछ है भन्ने कुरा चाहिँ एउटा अनुभव लिन सक्नुहुन्छ होइन। अलिकति नाइटको यो लाइटहरू चाहिँ खासै राम्रो नभएको कारणले अब भिडियोहरू खासै राम्रो नआउला, तर पनि अब मैले कोसिस चाहिँ गरेको छु होइन। सबै चिजहरूलाई समेटेर चाहिँ अब तपाईँहरूको लागि एउटा इन्जोय गर्नको लागि चाहिँ एउटा सानो भिडियो रेडी गरेको छु। यहाँ फेरि के हो यो ट्याटो हाउस रहेछ ल फेरि यहाँ ल, तपाईँहरू यहाँ फेरि यस्तो प्रकारको छ है। अब म चाहिँ अलिकता त्यो ब्रिजको छेउमा गएर चाहिँ फेरि त्यहाँको अमेजिङ सिनलाई म फेरि कैद गर्ने छु यो क्यामेरा मार्फत, र केही समय फेरि धैर्य गर्नु होला ल। फाइनल्ली म चाहिँ यो के भन्छ यो पुलमा आइसकेको छु होइन। यो चाहिँ ठ्याक्कै समुद्रलाई क्रस गर्ने एउटा पुल बनाएको रहेछ कि होइन, त्यो पुलमा आइसकेको छु होइन। अनि यता चाहिँ यो अचम्म खालको कि यो पत्थर हेर्नुहोस् त, डरलाग्दो खालको यो ढुङ्गाहरू के, ओहो एकदम नौलो छ है यो चाहिँ, एकदम डिफ्रेन्ट टाइपको छ होइन यस्तो खालको। अनि अब यता चाहिँ अब पानी भयो समुद्र होइन, यस्तो खालको छ यहाँको सिनहरू चाहिँ। अब बिल्डिङहरू त तपाईँहरूले देखिहाल्नु भइहाल्यो, अघि नै पनि मैले देखाएको थिएँ। यहाँको चाहिँ यस्तो छ है समग्रमा ल। अब बेलुकाको समय तर एकदम मजा छ है, चिसो होइन। यो चाहिँ ढुङ्गा ल हेर्नुहोस्, पत्थर पनि यहाँ कस्तो मिलेको मजा खालको के है। अब यो ब्रिजमा चाहिँ म भर्खरै प्रवेश गरिसकेको छु। अब म चाहिँ अलिकता अगाडि बढेर चाहिँ सम्पूर्ण भिडियोहरू तपाईँहरूलाई देखाउने छु ल। जाउँ अब है त ल, म हल्का अगाडि बढिसकेको छु। अब अझै धेरै हिँड्न छ, त्यही भएर चाहिँ अलिकता फटाफट हिँडौँ होइन। अब बल्ल तल्ल आइसकेपछि अब फेरि सबै कुराहरू देखाउँ न त होइन। अब किन आधी मात्र किन गर्नु भनेर चाहिँ मैले सबै भिडियोहरू यो क्यामेरामा चाहिँ कैद गर्ने कोसिस गरेको छु। अब तपाईँहरूले माया गरिदिनु पऱ्यो, हेरिदिनु पऱ्यो है, के कस्तो लाग्छ सबै कुराहरू कमेन्टमा चाहिँ एक भनिदिनु पऱ्यो। अलिकता यो थकान होइन साँझको समय, तर पनि अब एकदमै चिसो गजब छ है, गजब छ। ठिक छ, अब के गर्नु त है। अब म यता पछाडिको दृश्य देखाउँछु है तपाईँहरूलाई। यो चाहिँ बालुवा भयो होइन, यो समुद्र भयो। समुद्रमा चाहिँ अब यस्तो छ, मान्छेहरू छ अहिले पनि होइन। अब त्यति धेरै मान्छे त छैन, तर पनि केही मान्छेहरू छन् अहिले पनि खेलिरहेको छ। पौडी खेल्ने क्रम जारी नै छ क्यार होइन। के गर्नु अब, पौडी खेल्न आउँदैन, गाह्रो छ। यस्तो छ यो के अरे पुल चाहिँ यस्तो छ है साथीहरू ल, खासै मान्छेको
अब जाऊ छैन पुल पनि यत्रो पुल कि अब यो पुरै यो गाडी हिँड्ने जस्तो छ होइन तर स्पेसली यो चाहिँ मान्छे हिँड्नको लागि बनाएको हो अब यो पुरै काठको है फेरि डरलाग्दो छ सिन त है यो पुरै काठको हो क्या फेरि अब यो बारहरू चाहिँ अब फलामको हो क्या तर यो जो हिँडिरहेको छ नि जुन यो म हिँडिरहेको छु यो चाहिँ पुरै काठको है पुरै टक्रो टक्रो आवाज आइरहेको छ होइन ल यता केटाहरू थाकिसकेको रहेछ लगभग यस्तो छ है यहाँ चाहिँ ल यस्तो खालको छ यहाँ चाहिँ है अब अझै म त्यो अगाडि गएर सबै चिजहरू देखाउने कोसिस गर्छु तपाईँहरूलाई है ल भिडियो चाहिँ अन्तिमसम्म हेरिदिनु होला ल एकछिनपछि फेरि म तपाईँहरूलाई यो उतापट्टि साइडको चाहिँ खतरनाक भ्युज फेरि तपाईँहरूलाई देखाउने कोसिस मेरो छ भिडियो अन्तिमसम्म हेरिदिनु होला है त ल